नेपालको सुदूरपश्चिम बझाङको एउटा सामान्य गाउँबाट सुरु भएको एउटा सपना, जहाँ अवसर कम थिए तर हिम्मत ठुलो थियो। त्यही गाउँमा जन्मिएका थिए रविन्द्र ढाँट, जसले आफ्नो नाम मात्र होइन नेपाललाई पनि विश्वको MMA रङ्गमञ्चमा चिनाए। रविन्द्रको बाल्यकाल आर्थिक अभाव र सङ्घर्षले भरिएको थियो। सानैदेखि केही ठुलो गर्ने सपना थियो, तर परिवारको अवस्था कमजोर थियो। 10 कक्षा पुरा गरेपछि उनले गाउँ छोड्ने कठिन निर्णय लिए। सोह्र वर्षको उमेरमा उनी रोजगारीको खोजीमा भारत पुगे। कहिले मजदुरी, कहिले सामान बोक्ने काम, कहिले कार्यालय सफा गर्ने काम। दिनभर काम र रातभर थकान, तर मनभित्र एउटा आगो बलिरहेको थियो, आफ्नो पहिचान बनाउने आगो। दिल्लीमा काम गर्ने क्रममा उनले पहिलोपटक मार्सल आर्ट्स देखे। त्यसपछि हरेक बिहान काममा जानु अघि प्रशिक्षण लिन थाले। शरीर थाक्थ्यो तर सपना थाक्दैनथ्यो। त्यहीँबाट सुरु भयो उनको नयाँ यात्रा, MMA को यात्रा। सुरुवाती दिनहरू सजिला थिएनन्। पैसाको अभाव थियो, उपकरणको अभाव थियो, तर आत्मविश्वासको अभाव कहिले भएन। एकपछि अर्को खेल जित्दै उनी व्यावसायिक MMA को दुनियाँमा अगाडि बढे। सन् 2025मा रविन्द्रले इतिहास रचे। म्याट्रिक्स फाइट नाइटमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गर्दै उनी पहिलो नेपाली MFN च्याम्पियन बने। त्यो जित केवल व्यक्तिगत सफलता थिएन, त्यो सम्पूर्ण नेपालको जित थियो। उनको सफलताले नेपालभर नयाँ आशा जगायो। बझाङको एउटा सामान्य केटा अब विश्वस्तरको MMA फाइटर बनिसकेको थियो। मानिसहरूले उनलाई बझाङको बाघ भनेर चिनाउन थाले। सन् 2026मा उनले अर्को इतिहास रचे। रोड टु UFC मा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बने। अब उनको लक्ष्य स्पष्ट थियो, UFC मा पुग्ने र विश्वलाई नेपाल चिनाउने। रविन्द्र ढाँटको कथा केवल एउटा फाइटरको कथा होइन, यो सङ्घर्षको कथा हो, त्यागको कथा हो, सपना देख्न र त्यसलाई पुरा गर्न कहिले हार नमान्ने साहसको कथा हो। यदि लक्ष्य ठुलो छ भने परिस्थिति कहिले बाधा बन्दैन। रविन्द्र ढाँटले यही प्रमाणित गरेका छन्। जय नेपाल।